हेलो अनि नमस्ते हजुरहरूलाई र आज चाहिँ हामीहरू चाहिँ राबदेन्ची घुम्न आइरहेको छु हैन। अन्त हामीहरू चाहिँ यहाँभित्र एन्टर गरिसकेको छु र यहाँ एन्टर गर्नुको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्दाखेरि चाहिँ पहिला टिकट काट्नु पर्दो रहेछ। अगर तपाईहरू चरा मात्रै हेर्नु पस्नु भयो भने भित्र है अन्त राबदेन्ची त घुम्नु पर्यो भने त त्यता पर्दैन रहेछ। र यसरी बाटोमा यस्तो दामी दृश्यहरू छ। हामी सबैभन्दा पहिलो राबदेन्ची घुम्ने निर्णय गर्यो हो र यसरी नै हामीहरू चाहिँ बाटोमा जाँदैछौँ हो राबदेन्चीको तर्फ र हजुरहरूलाई म देखाउन गइरहेको छु। र यसरी नै राबदेन्ची हामी आइपुगिसकेको छु है। यो चाहिँ पुरानो उयो रहेछ। अन्त हामीहरू यहाँबाट सिडी गयो बाटो र यसरी नै हामी जाँदैछौँ। र यो चाहिँ एउटा अब भनौँ न राम्रो रहेछ। र म चाहिँ पहिलाचोटि फर्स्ट टाइम आएको हो। राबदेन्ची चाहिँ पहिला आएकै थिएन। यस्तो राम्रो दृश्यहरू रहेछ है। नजर मजाले मान्छेहरू धेरै आइरहेको छ घुम्नको लागि धेरै। र तपाईँले देख्न सक्नुहुनेछ यो चाहिँ फुल पहिलाको पालोको है। यो चाहिँ एउटा सेकेन्ड क्यापिटल अफ सिक्किम पनि हो। अन्त यसलाई चाहिँ यो साइडबाट म घुम्छु भनेर यो साइडबाट गएँ म। अन्त यो चाहिँ एउटा तिनटा यसलाई चाहिँ एउटा हामीले यहाँबाट चाहिँ मजाको भ्यूहरू पनि देख्दो रहेछ हिमालहरू। तर आज देखिन कारणवश धुम्मेको कारण यता चाहिँ रहेछ पूजाहरू पनि गर्दा हुने रहेछ। यहाँनिर मान्छेले ढोक्दो पनि रहेछ है। यहाँबाट पनि दामी भ्यूहरू देख्दो रहेछ। तर आज चाहिँ कारणवश बादलले गर्दाखेरि केही राम्रो देखेकै छैन। अनि तपाईँहरूलाई म यस्तो राम्रो दृश्यहरू देखाउन गइरहेको छु। यो चाहिँ मेरो सर्ट क्लिपहरू टक्कै हेर्नुहोस् होला मजाको छ। यो चाहिँ अन्त यहाँबाट सब कुछ मजाले फुल फुलिरहेको छ। यो पनि धेरै फुलहरू मजाले फुलिरहेको छ। यसरी नै हामी फेरि फर्कियौँ। हामी चरा हेर्नको लागि चाहिँ टिकट काटेको हुनु पर्यो। पर पर्सन 100 रुपिस। अनि यहाँनिर देखाउनु पर्यो अनि भित्र पस्नु पर्यो होइन। अन्त भित्र पसेपछि चाहिँ यस्तो दामी दृश्यहरू छ कि ती घुमिबसौँ जस्तो मजाको छ। हामी यताबाट गयो मजाले यहाँबाट चरालाई उयो गरिरहेको रहेछ। यहाँबाट हामीहरू हिँड्दै गयो। अन्त यहाँ चाहिँ वरिपरि बारिदिएको छ ताकि चाहिँ चराहरू त्यो बाहिर निक्लिगयो भने भागी चाहिँ नहालोस् भनेर होला। तर सबै चाहिँ यो भित्र हालेको छ यो भित्र जुन चाहिँ र यहाँभित्र चाहिँ विभिन्न प्रकारको चराहरू रहेछ जुन चाहिँ हाम्रो सिक्किमको स्टेट बर्डको प्रजातिहरू रहेछ। जुन चाहिँ हामीले नेपाली नेममा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ चिलिमी भन्छ है। चिलिमीकै प्रजातिहरू रहेछ। थुप्रो प्रकारको रहेछ है। यहाँनिर हामीले देख्न सक्नुहुँदैछ यो चाहिँ सुगा रहेछ। सुगा पनि यहाँ रहेछ हो। र यसरी नै यहाँनिर चाहिँ विभिन्न प्रकारको प्रजातिको उयोहरू छ है। गोल्डन सिल्भर कलरको है। यिनीहरूलाई चाहिँ कुनै प्रकारको अप्ठ्यारो नपरोस् भनेर मजाको है बनाइदिएको रहेछ टक आफ्नो उयो जस्तो। अनि यिनीहरू चाहिँ यहीँनिर अब खानु हिँड्नु यिनीहरू यहीँ गर्दो रहेछ सब कुछ है। अनि यिनीहरूलाई अब यत्तिकै यिनीहरूलाई चाहिँ मजाको बनाएर है बस्दिएको रहेछ यिनीहरू बस्ने। अनि यिनीहरू विभिन्न प्रकारको उयो पनि रहेछ। यो चाहिँ गोल्डन कलरको रहेछ। अन्त यसरी यिनीहरूको आफ्नो नामहरू पनि दिएको छ। यो के हो यसको नाम के रहेछ साइन्टिफिक नामहरू के रहेछ यो पनि सब कुछ गरिदिएको रहेछ। अन्त यहाँदेखि फेरि बाहिरपट्टि चाहिँ एकदम है मजाको छ। यो चाहिँ के हो भन्दाखेरि चाहिँ अब एउटा गाई है मरेर काखमाथि छ।
अन्त यहाँनिर मजाको गार्डनहरू है, यो चाहिँ अब तपाईँले चिन्नु सक्छ यो चाहिँ के हो र यसरी नै यहाँको वरिपरिमा चाहिँ मजाको है गार्डनहरू है मजाको अब यो फोटोहरू खिच्ने लाइकको छ। यहाँनिर त हेर्नुपर्दा हाँसहरू पनि छ। अन्त यहाँनिर के अझै यहाँभित्र चाहिँ के छ भन्दाखेरि परियाहरू पनि छ। परिया चाहिँ अब कस्तो खालको छ धेरै भएको कसैको अर्कै खालके पछाडि है उयो भएको कसो मुजै र अर्किडको अब विभिन्न प्रकारको उयो रहेछ। यहाँनिर चाहिँ गएर हामीले फोटोसोटो खिच्न पनि सक्दो रहेछ। यहाँनिर धेरै प्रकारको कलरको अर्किडको नि उयो पनि रहेछ। अनि यहाँनिर हामीले